हामीले आज 26 तारिक 4 महिना 2026 हामीले समयमै सायद आइपुगेको छौँ होला र तपाईँहरूले हामीलाई प्रवेश गर्ने अनुमति दिनुहुन्छ कि अहिले पो भन्दैछु हामी बनाइदिनु ल भिडियो मलाई त्यो ठिक जग्गामा अब त्यो हट्यो भने चाहिँ रड्डी हुन्छ अब त्यो चाहिँ ठिक दामी 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 लु भाइ अब पुस्नुहोस् लु अब तपाईँहरूले म आमाले लगाइदिनु लु जल त त्यो फिक्स हुने अब सक्कै पऱ्यो लगन बस्यो यो जान्छ अरे लगन जान्छ कसले लगाइदिनु हुन्छ अब हाम्रो काम सक्यो अहिले माइती आयो फर्किनु न यता फोटो सेसन रेडी स्माइल काका कति अरे 120 लु 120 बनाउँदा काका भाइ छोरा होइन र तपाईँहरूको समक्ष चाहिँ अब हामीले चिनाउनु लागेको चाहिँ उहाँ चाहिँ हाम्रो बहिनीको दाजु जस्तै यो उहाँ चाहिँ तपाईँहरूपट्टिकै पक्षकै माइती हुनुभयो उहाँको नाम चाहिँ नरेश कटवाल तपाईँहरू पछि चाहिँ उहाँ नै माइती हामीले अगाडि सार्छौँ दुईजना माइती र माइतीहरूको भाग हामी सार्छौँ र अब तपाईँहरूले पनि यताको पक्षले पनि चिन्नु पऱ्यो बेहुलीको दाजुहरू उहाँहरू हुनुहुन्छ भनेर चिन्नु पऱ्यो र अर्को चाहिँ अब हामीले त्यो आज त्यो त हामीलाई थाहा थिएन र पनि यो चाहिँ र वाग्दत्ताको लागि पनि हामी तपाईँहरूलाई प्रार्थना गर्दछौँ र वाग्दत्ताको लागि चाहिँ तपाईँहरूले के गर्नुहुन्छ कसो गर्नुहुन्छ यो चाहिँ तपाईँहरूको पक्षबाट गर्नु पऱ्यो र हाम्रो पक्षबाट हामी कोसिस राख्छौँ तपाईँहरूले के गर्नुहुन्छ अब तपाईँहरूले माण्डव गोत्रालाई सुम्पियो माइती भयो भनेर टिङ ट्याङ ट्याङ बजा 1 2 बस लु 1 2 1 2 3 दे लो थपडी मार्दै लो लो यहाँ गरेर यसमा पौपालेर चेलीलाई दिए थाल त पर्दैन होला हाल त चाहियो अझ एउटा कुरा पछि अब यहाँबाट माइतीहरू जान्छ यहाँबाट आमा बाउ यो फर्किने पैसा अहिले म भन्छु त्यति बेला चाहिँ यो थालमा दिनु हुँदैन
यसलाई चाहिँ सुरक्षित राख्नु अन्त यो पनि है यो चाहिँ यताबाट गएको माइतीहरूलाई चाहिँ दिनु हुँदैन दिनु बहिनी पनि ढोग्नु पर्यो तिमीहरू दुईजना पनि ढोग्नु पर्यो ढोगनु पर्यो माइतीहरू चेलीले कहिले पनि खुट्टामा छुँदैन लु यहाँ हुन्छ हुन्छ यहाँ माथि हो यहाँ पनि लु लु चेलीको खुट्टा छुन्छ चेलीले छुँदैन यो भयो अब उतापट्टि बाबाहरूसँग वार्तालाप गरे यसको माइती ऊ, भन्छ ब- तिमीहरू यहाँको माइती हो दुईजना माइती ल्याउन होइन। न। ल है लु अब दाजुभाइ नयाँ दाजुभाइ बढ्यो छोरी गए पनि छोरा आएको छ तपाईँहरूको घरमा अब चाहिँ तिमीहरूको उयो भन्दा पनि यहाँ भाइको चाहिँ पुरै लाग्छ भाइको सबै उयो परेको छ तिमीहरू चाहिँ अब दुःख अब दाजुभाइ चाहिँ हो तर अब यहाँ भाइको चाहिँ पुरा फुल उयोले चाहिँ भाइले बोक्नु पर्यो नि त के भन्नुहुन्छ पञ्चायतसँग कर्मको माइती उहाँ चाहिँ तपाईँहरूको अब सासु ससुरै पर्छ भन्नु पर्यो तर बाबा आमा भन्दा पनि भयो उहाँको यो यसो छोएर छुएर ढोग उहाँहरूलाई ढोग गर्नु पर्यो यो बेहुलाको दिदी बहिनी दाजुभाइ पनि बोलाउनु पर्यो यता बेहुलीको दाजुभाइलाई हाम्रो बेहुलाको आमा बाउसँग चिनायो त्यसरी नै पहिला नम्बरमा चाहिँ हाम्रो यहाँ नरेश भाइ उहाँ चाहिँ तपाईँहरूको अब छोरै भयो छोरा र यहाँ चाहिँ बेहुलाको सबैजना दिदीहरू र भाइ दाजु म पनि बेहुलाको दाजु नै हो है उहाँ चाहिँ बेहुलाको भेना उहाँ दिदीको ल अब हामी त अब म बोलेकोले तपाईँहरूले त मलाई त देख्ने बित्तिकै चिन्नुहुन्छ अरूलाई चाहिँ चिन्नुहुन्छ चिन्नु हुँदैन थाहा छैन अन्त आजको अब चिनाजाना चाहिँ अब यतिमा आज खास गरी चोरको सोर सोधनी काका हुने होइन नि होइन म त दाजु हो दाजु बेहुलाको दाजु आउनु त हुँदैन नि चाड फरक परेन अब तपाईँहरू यहाँ चाहिँ सोल्टा सोल्टिनीहरूको इन्ट्रोडक्सन हो सोल्टा सोल्टिनी पर्नुभयो तपाईँहरू चाहिँ हो अरू चाहिँ माइजूलाई बोलाउनु पऱ्यो माइजूसँग चाहिँ गर्नु पऱ्यो तपाईँहरू यहाँ आमा बडासँग परिचय भएको छैन बाबा उहाँ चाहिँ माइतीहरू बहिनीहरू यहाँ भाउजू बेहुलीको भाउजू हुनुहुन्छ र बाटोमा भेट्दाखेरि चिनेन भने जसले चिन्छ उसले बोलाएर यसो पैसा भेटी यहाँ राखेर तपाईँहरूको रीतिरिवाज दस्तुर गर्नुभयो त्यो पैसा चाहिँ आज तपाईँहरूको टिका टालो ढोबे यो जुन चाहिँ फाइनल बिहाको दिन चाहिँ हजुरहरूलाई चाहिँ हाम्रो गाजी घरबाट मूल घरबाट चाहिँ फेरि तपाईँहरूको आएको पैसा चाहिँ फिर्ता हुँदैछ हामीले चोरी डल्ला लेख्थ्यौँ त्यो हामीले यो मेरो जुत्ता देख्नु हामीले बिदा मागेको चाहिँ सदाको लागि बिदा मागेको भने आजको लागि मात्रै बिदा यहाँनिर आएर सम्मान पायौँ हामीले हाम्रो यहाँ काका हुनुहुन्छ दाजु हुनुहुन्छ हामीले जसरी सम्मान पायौँ हामीले उहाँहरूलाई तपाईँहरूलाई पनि त्यसरी सम्मान यो 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 तपाईँले होइन यसो गर्नुहोस् न यो राख्नु पर्सि फर्काइदिनु होइन हामी ज्वाइँलाई बोकेर अगाडि निस्किन्छौँ है होइन एकछिन सँगै जाने हो माइतीहरूले चाहिँ ज्वाइँ र बेहुला बेहुली रुँदैछ बेहुला हाँस्दै जाँदैछ बेहुली रुँदैछ बेहुला हाँस्दै जाँदैछ
लु मामा मामा दाजु ब्याग सर्दा हुन्छ बेहुली पो रुयो कि भा अब बेहुली हाँस्यो 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 बेहुली हाँस्यो हेर्नु हेर्नु खै हाँस्यो 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 बेहुली हाँस्यो बाई बाई